मैले धर्रा र घण्टाघरको लभ परे फर्स्ट टाइम देखेला। धरेर घण्टाघर किस खाँदा पनि भर्याङ चढ्नु पर्ने। दिन भयो कि जिउ चिलाइहाल्छ। एक्सक्युज मी, नेपालीमा भन अङ्ग्रेजी बुझ्दिन। कमेन्ट गर्दा पनि नेपालीमा गर्नु है, अङ्ग्रेजीमा नगरौँ। अङ्ग्रेजीमा म पनि बुझ्दिनँ, अङ्ग्रेजीमा म पनि कमजोर हो यार। हेलो गाइज, वेलकम टु ब्याक माई युट्युब च्यानल। सो गाइज, आज मैले नयाँ रियाक्सन भिडियो ल्याएको छु तपाईँहरूको सामु। तपाईँहरूले अब भिडियोको हाइलाइट्स थम्बनेल हेरेर थाहा पाइसक्नु भयो कस्तो छ भनेर। भिडियो चाहिँ मेरो विचारमा चाहिँ राम्रो भएको जस्तो लाग्छ, तर तपाईँहरूलाई कस्तो लाग्यो यो कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। भिडियो पुरा हेर्नुहोस्, स्किप नगरिकन। एकदम इन्ट्रेस्टिङ छ, रमाइलो छ। म सँगसँगै हाँस्नुहोस्। भिडियोलाई अन्तिमसम्म हेरेर माया सल्लाह सुझाव प्रतिक्रिया दिन सेयर गर्न भने पक्कै पनि नबिर्सिनुहोस् गाइज। म हजुर सामु छु। लेट्स गो गाइज आजको भिडियो तर्फ। अब तेरो बिहा गर्नुपर्छ छोरा। हुन्छ हो आमा, तर सही ल्याए अर्कैले सही ल्याउँदो रहेछ। यसपालि पनि एसएससी फेल भयो होइन? अनि जाँच यता दिन्छौ, उता पास कसरी हुन्छ त? जाँच दियो केटीतिर पास हुन्छ कताबाट। तर यो चाहिँ रियल हो है, केटी सल आएपछि एक्जामै बिग्रिन्छ क्या, यो चाहिँ सत्य रियल हो क्या। यता चाहिँ पास हुन्छ हैन त। लुगा नापेर आएको कि आगो तापेर आएको? अनि पुष्पाजीले के माथि चढ भन्नुभयो? के भनिस्? रुख माथि चढ भन्नुभयो। हुँदा हुँदा दिउँसो रक्सी चढाउन थाल्यो होइन? अब नाइट बस हो र राति मात्रै चढाउनलाई। काजम यस्तो तालले त हुँदैन हौ केटा हो। ढङ्गा भएर उडाएर ल्याउनलाई। मैले धर्रा र घण्टाघरको लभ परे फर्स्ट टाइम देखेला। धरेर घण्टाघर केटा हेर सानो, केटी हेर यति अग्लो, किस खाँदा पनि भर्याङ चढ्नु पर्ने। आज त नौनलाई छस् त। तिमी जस्तो हो त महिना दिनमा नुहाउने। मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ। आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन। जाडो गाह्रो छ, गाह्रो एकदम गाह्रो भएको छ। हाँसेर मर्छु यार। हाम्री आमा त स्याम्पल पिसै हो नि, कहाँ भेटेछन् कुनै हाम्रा बाले। त्यसको असर मलाई सोच परिरहेको छ यहाँ। फेरि बिहाको कुरा ननिकाल है आमा। तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त? तँलाई पाइन तँलाई। तिमीले हात दिनु सिकायौ, अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु। एक्सक्युज मी, नेपालीमा भन अङ्ग्रेजी बुझ्दिन। कमेन्ट गर्दा पनि नेपालीमा गर्नु है, अङ्ग्रेजीमा नगरौँ। अङ्ग्रेजीमा म पनि बुझ्दिनँ, अङ्ग्रेजीमा म पनि कमजोर हो यार। रातको टेबलमा एकचोटि बस्दै नि त। यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ? पछाडिको 6वटा त मैले दिया हो, अगाडिको 4वटा कसले दिएछ? आर यु कमेडी मी? ओइ, भोलि तिमीहरूको बिहान के गर्ने प्लान छ भन त? प्लान उठ्ने मुखजुनी बम पड्काउने। 4 बम। पुलिसलाई धरि उल्लु बनाउँछ यार, कस्तो भने यार। बम पड्काउनुहोस्, पुलिसहरू ठुलो बम पड्काउनु लाग्यो जस्तो लाग्छ। तर चियार बम बम पानी त आउँछ। कहिले आउँछ? मरेपछि। आज मर्यो कान्छ, भोलि पानी खान्छ। तर होइन, माग्ने बुढाको चाहिँ एकदम कमेडी सिन क्या भएको छ। कमलासँग एकदम फिट हुने क्या, त्यसै 61 लाख लिएको होइन क्या। कसम भने जस्तो एङ्गलमा कमेडी हानिदिन्छ यार। सम्पूर्ण प्रसारण यही सकिन्छ। जय नेपाल। दयाङ राई आफ्नो अडियन्समा भएको छ।
के भन्नु यार अब यार आफ्नो अडियन्स यार खाइबक्सोस् न हजुर खाइबक्सोस् खाइबक्सेन भने मरिबक्सन्छ अब त चाउ चाउ खाऊ चाउ चाउ हुट्याउँछ 50 लाखमा 10 रुपियाँ त्यो चाउ चाउ पनि छोड के भन्नु यार अब 10 रुपियाँको लागि 50 लाख आउँछ भने 10 रुपियाँ छोडिदेऊ न यार यस्तो कुरा त्यसका बाजे यता एकैचोटि तिनटी आएछन् एउटी गइन्छ काजी साहब नमस्कार I mean your education level. रेड लेभल ब्ल्याक लेभल ब्लू लेभल चाहिँ चाख्या छैन एजुकेसन लेभल कति भनेर सोधेछ लास्टमा ब्ल्याक लेभल ब्लू लेभल रेड लेभल के हो भने यार What's this? केटी माग्न गएको काल माग्न गएको भयो यार हामी पनि बेकार डरेर आउने बन्दुक छ भन्दै पनि त्यसले पड्काइहाल्न सक्छ खत्तम असाध्यै गर तँ गइदियो नि त हामी सबै एकै दिन किन मर्नु एकै दिन मऱ्यो भने सराद दिन एकै दिन पर्छौँ फेरि Are you comedy me? तपाईँको उमेर सोध्न सक्छु मर्नीको टेन्सन छैन कि श्राद्ध दिएको भएको छ यार के हो क्या यस्तो यार सक्नुहुन्छ तर म बताउन सक्दिनँ 18 बाबा कस्तो केस वास्तवमा आजभन्दा 18 वर्ष अगाडि मलाई 18 वर्षको भन्थे 18 वर्ष अगाडि 18 वर्ष भन्दै यो 20 वर्ष भन्नु त यार कस्तो भएको छ लाजले लाग्छ यार ओके गाइस तपाईँलाई भिडियो कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन भने पक्कै पनि नबिर्सिनुहोस् अब तपाईँहरूकै सामु छु म मेरो नटु ब्लग त होइन यो रियाक्सन भिडियो बनाउनको लागि gm.golumulu आइडीमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनुहोस् तपाईँहरूकै सामु म पनि छु होइन आजको रियाक्सन भिडियो कस्तो लाग्यो कमेडी सिनको रियाक्सन पनि गर्न मजा आउँदो रहेछ नयाँ रियाक्सन गर्न पाइयो तपाईँहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिन कमेन्ट बक्स खुल्ला छ हजुरको लागि अब कमेन्ट बक्स सँगसँगै तपाईँहरूलाई अब मेरो यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्नु भने पक्कै पनि नबिर्सिनुहोस् आजको भिडियो यही अन्त्य गर्छु लेट्स